एभ्रिवान वेलकम टु आवर भ्लग। सो आज चाहिँ हामी यो बसन्तपुर दरबारमा छौँ र म आउनुहोस् तपाईँहरूलाई बसन्तपुर दरबार स्क्वायरभित्रको दृश्यहरू देखाउने छु है त। बसन्तपुर दरबार प्रवेश गर्ने लाग्यौँ यताबाट घुमेर जानुपर्ने रहेछ। आउट हुनुपर्ने रहेछ। टोकन ठएछ नि यहाँ तर आज उताबाट जान पाइँदैन नि बाफे। निक्लिने यतैबाट हो होइन, अलिक पर गएर आउनु नि त होइन। साथीहरू हामी चाहिँ बसन्तपुर दरबारको आज अवलोकन गर्ने आज यी सुत्छौँ भन्ने छ। साथीहरू यहाँ विदेशी हाम्रो पाहुनाहरू पनि आइरहनु भएको छ। हेलो चेक 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 25,000 भन्छ नि। यो बनाएकै रहेछ भने उतालाई बोल्दै पो रहेछ। बोल्दै म पनि थाहा छैन कति महँगो त नि। कहाँ पठाउनु रहेछ त्यो पाहाडमा। म आउने बेलामा सुत्न दिँदैन भनेर मार्छ। सङ्ग्रहालय जाने बाटो, ल म्युजियम जाने बाटो। विदेशीहरू पनि आउनु भएको छ, अवलोकन गर्दै हुनुहुन्छ। हाम्रो पुरानो राजाहरूको मन्त्रीहरूको फोटो देख्न सकिन्छ यहाँ। पुष्पकमल गोपाल चित्रकार कति जमाना कृष्णप्रसाद भट्टराई देख्न सक्नुहुन्छ कलेजमा। यता पनि फोटो छ हेर्नुहोस्। विदेशीहरू अवलोकन गर्दै हुनुहुन्छ। राजा महेन्द्रको सामूहिक फोटो रहेछ यहाँ। यहाँ प्रथम विश्वयुद्धमा सहभागी गोर्खा सैनिकहरूको फोटो पनि रहेछ। यहाँ देख्न सक्नुहुन्छ विक्रम सम्वत 1972 प्रथम विश्वयुद्धमा सहभागी थिए नेपाली सेना। त्रिचन्द्र कलेज त यस्तै छ अहिले पनि। त्रिचन्द्र कलेज त्यहाँ जङ्गलमा यस्तै छ। यो पुरानो हाम्रो पुर्खाहरूको हतियार यहाँ पनि देख्न सक्नुहुन्छ।